वेट गरिदिनुहोस् है, पर्खिनुहोस् भन्दा अनि हामी चाहिँ त्यहाँबाट अनि मिडियामा जाँदाखेरि चाहिँ अनि बिहान हाम्रो अध्यक्षले पनि भन्नुभएको छ उहाँले चाहिँ एउटा सङ्घर्ष समिति बनाउँ सबै मिलेर अथवा उहाँले कोहीले भन्नुभयो तपाईँहरूलाई राख्दा चाहिँ हामीलाई शङ्का हुन्छ पनि भन्नुभएको छ। द्याट इज अब तपाईँहरूको सङ्घर्ष समिति बनाइसकेपछि अब हामीले त्यसको पक्षबाट के गर्नुपर्छ होइन। अब तपाईँहरूले चाहिँ हो त्यो अवस्थामा चाहिँ हामी जाँदाखेरि अनि तपाईँहरूले चाहिँ भोलि अब मिडियामा जाँदा लामासितबाट प्रत्यक्ष इन्टरभ्यूहरू पनि लिन पाउनुहुन्छ। अहिले त अब हामी आफै त डिप्रेसनमा जान खोजेका छौँ भने ऊ त 2-3 दिनसम्म थुनेर बस्नु हुन्छ, उसको पनि एउटा ऊ छ। अब ऊ कहिले फ्री हुन्छ अलिक फ्रेस भएपछि तपाईँहरू उसमा जानुहोस्। त्यो नियम चाहिँ के छ भने तपाईँहरूले फेरि प्रतिवाद गर्न त हामी सबैले प्रतिवाद गर्न त 35 दिनसम्मको त म्याच छ नि त होइन। त्यो दिनसम्म चाहिँ हामी सबै पर्ख्यौँ होइन। हामी त तपाईँको मान्छे फ्रेस होइन, केस चाहिँ फ्रेसको होइन ठिकै छ त्यो त त्यसलाई चाहिँ उ गरौँ होइन लामा होइन। यो त सुन्नु न अब फेरि मैले भने तपाईँले हो त्यो गरेर चाहिँ अनि हामी के गरौँ भने ती सबै व्यक्तित्वहरूलाई राखेर तपाईँहरूको सङ्घर्ष समितिकोले पनि अब उ गर्नुहोस्, प्रेस मिट गरौँ है। हामीबाट पनि अब गल्ती भएकोलाई अब गल्ती के अरे त्रुटिलाई अनि अब हामीले एउटा उनी लेख्छौँ क्या विज्ञप्ति लेख्न त अब महासचिव अध्यक्ष चाहिन्छ। गल्ती भयो भनिसक्यो। निकाल्नु पर्दा अनि हामी विज्ञप्ति निकाल्दा चाहिँ अनि हामी प्रेस विज्ञप्ति अनि त्यति बेला अब अध्यक्षले निकाल्नुहुन्छ। अब त्यसमा म आफू दोषी भएर मैले अब के अरे उ गर्नु पऱ्यो भने होइन मैले जे भन्नुहोस् न तपाईँलाई तपाईँले हेर्नुहोस् है, तपाईँले गल्ती गरेको छ भने गरेको छ भन्नुहोस्, गरेको छैन भने हामीले त्रुटिलाई चाहिँ उ गरेर अनि अब हाम्रो चाहिँ के भन्छ हामीले प्रेस मिट गर्छौँ। अध्यक्षहरू हाम्रो सल्लाहकारहरू सबै राख्छौँ, सल्लाहकारहरू हामी सबैलाई समेट्छौँ। अनि तपाईँहरूको अझ त्यति बेला उहाँलाई पनि बोलाउँ त्यो दिन यता सुन्नु होइन तपाईँले बुझ्नु उहाँको नाम मलाई कस्तो थाहा छैन त्यो विज्ञप्ति लेख्नेको नाम चाहिँ अहिले सार्वजनिक गर्नु पर्यो। अहिले हुँदैन लेख्ने बेलामा सकेसम्म अब हामीले लेखेको कागजहरू कुरा नटार्नु, नाम चाहियो नि त नाम। कुरा नगुमाउनु तपाईँ कुरा नगुमाउनु। विश्व लिम्बूले लेख्नु भयो होइन। विश्व लिम्बूले लेख्यो ठुलोसरले भन्नुहोस्, एकछिन विश्व लिम्बूले ठुलोसरले भन्नुहोस्, विश्व लिम्बू ठुलोसरले भन्नुहोस्। विश्व लिम्बूले क्याप्चर गर्नु पर्यो। अनलाइन टिभी के बोल्ने त्यो च्यानल हैन। व्यक्तिको नाम भन्नु पर्यो। विश्व लिम्बूले लेख्यो भने अनि यसमा के भन्नुभयो? विश्व लिम्बूले अब त्यो हामी सबै तपाईँहरूलाई जम्मा गरिदिन्छौँ। जस्तै हामीले तपाईको मुखबाट विश्व लिम्बूले लेखेको भनेर भन्नु पर्यो सबै। हुनुमा के सुनेको छैन क्या यो हुँदैन फेरि पनि एकछिन तपाईँ शान्त बस्नु है। तपाईँले विज्ञप्ति कसले लेख्नु? विज्ञप्ति कसले लेख्नु भएको? विश्व लिम्बूले लेख्नु। राम्रोसँग सोध्नु न, राम्रोसँग अनि त्यहाँबाट हामीले त्यहाँ भएको राम्रोसँग सोध्नु, राम्रोसँग त्यहाँबाट भएको होइन तपाईँहरूले त्यहाँबाट तपाईँहरूले के भने हामीले त्यहाँ भएको सम्पूर्ण व्यक्तिहरू चिन्नुभयो? त्यहाँबाट अर्को कुरा सुन्नुहोस् है। त्यसले पनि हामी त्यहाँ भएको अनफलो गर्नुपर्छ। त्यसलाई मुद्दा हाल्नुपर्छ। सबैले
सम्पूर्ण व्यक्तिहरूलाई जस्तै हामीले त खेम्पु सेनाङ हुन्छ नि चौकीमा हामीले माफी माग्दै छ रे के त्यो तपाईँ एउटा कुरा जोड्न चाहे प्लिज मेरो एउटा कुरा हाम्रो भाइलाई जस्तै हामीले त खेम्पु सेनाङलाई त्यहाँ फिल्म क्षेत्रको मान्छेहरूसँग कुरा गरेको स्वयं म आफैले विशालबाजार चौकीमा देखेको म मात्रै नभएर उहाँहरूले देख्यो होला अरू व्यक्ति पनि थियो होइन अनि यसमा खेम्पु सेनाङको हात छ कि छैन त्यो पनि भनिदिनु हाम्रो लामा पिछुहरूको त्यो मिडियाहरूले खिच्दाखेरि त्यसले त्यो छेड हो क्या त्यो हामी सम्पूर्ण व्यक्तित्वहरू हामी त्यहाँ भएको छौँ नि त्यो व्यक्तिहरू सबैलाई बोलाएर तपाईँहरूको सम्पूर्ण आउनुपर्छ सम्पूर्ण सबै आउनुपर्छ विश्व लिम्बू पनि आउनुपर्छ अब विश्वलिङ्गलाई चाहिँ हामी बोलाउन सक्छौँ किन सक्दैन किन लेखिदियो तपाईँले किन दियो कुन आधारमा लेखिदियो स्वीकार्नु न मैले त भनिसकेँ यहाँको सम्पूर्ण व्यक्तिहरू हामी गएको छौँ नि त्यो व्यक्तिहरू अब यो मात्र गल्ती भएको हो कि होइन तपाईँहरू मैले अघि नै तपाईँहरू हाम्रो सिग्नेचर गर्दाखेरि त्रुटि भएको त भनिसकेँ अब तपाईँहरूलाई मैले लाइक तपाईँहरू हाम्रो त्यहाँ भएको सम्पूर्ण हाम्रो टिम छ नि एकैछिन यहाँ उहाँको कुरा सुन्नु है त्यति बेला भएको हाम्रो सम्पूर्ण टिमहरू हुनुहुन्छ नि त्यो प्लस नेपाल बौद्ध महासङ्घको सल्लाहकार अनि त्यहाँबाट सबैलाई राखेर अनि तपाईँहरूसित तपाईँ हामीहरू तपाईँहरूले नायिकाको जुन इन्टरभ्यू हेर्नुभयो कि भएन तपाईँहरूले हेर्नुभयो अनि यदि हेर्नु भएन भने साइन किन गर्नुभएको नायिकाले त छुनु नपर्ने अङ्गमा छुयो भने अब यसमा के हुन्छ भन्दाखेरि यो चाहिँ के हुन्छ भन्दा भोलि हामी लामो लाग्छौँ है नेपाल सरकारले कस्तो उठ्छ नि अब सबैजनाले एउटा डाइरेक्टर होस् खेम्पु सेनाङले डाइरेक्टरहरूलाई होइन प्रोड्युसरहरूलाई के कुरो गरेको छ तपाईँले भन्ने सुन्नु भएको छ थाहा छैन हाम्रो छुट्टी भयो भनेर जस्तै तपाईँहरूले त्यो पत्र गल्ती स्वीकार सक्नु भयो भइगयो त गल्ती स्वीकार्नु पनि ठुलै कुरा हो क्या हुन्छ हामीले उहाँहरू सबै राखेर सँगै बस्न ठुलो सोले नकराउनु है नबोल्नुहोस् है तपाईँहरू उहाँले राम्रोसँग भन्नुहुन्छ नि र सत्य भन्दिनँ अब यहाँ मबाट गल्ती भयो भने माफी माग्नुपर्ने कुरा आयो यहाँ सिग्नेचर गर्ने सबैजना जुटे भने सबैको एकमुष्ट एकैचोटि बयान दिन म पनि तयार छु
सबैजनाको त्यो विश्व लिम्बूवाला एकचोटि फोटो देखाइदिन्थ्यो होला नि, हो कि सबै बाहिर लिनु पर्यो होइन यो मात्र तपाईँको उडीबस गर्नुपर्ने परेन के परेन अब त्यो सिग्नेचर गरेकोमा गल्ती छ कि छैन त्यो मात्र भन्नु पर्यो तपाईँको व्यक्तिगत हिसाबले व्यक्तिगत हिसाबले चाहिँ सिग्नेचर गरेमा कस्तो लाग्छ तपाईँलाई म मेरो व्यक्तिगत हिसाबले मबाट गल्ती भएको फिल गर्दछु व्यक्तिगत हजुर र टिमको कुरा पछि टिमसँग साथ हजुर, अहिले चाहिँ हजुरहरू सबैको कुरा सुनेर हजुरहरूको पहिलादेखि सङ्घर्ष गर्दा गर्दै तपाईँहरूको फिललाई टच हुँदाखेरि व्यक्तिगत म कुनै संस्थागत होइन व्यक्तिगत म स्वयं भेरी गुड दोषी गल्ती स्वीकार्छु हजुर ल धेरै धन्यवाद दर्शकबिन उहाँहरूले चाहिँ त्यहाँ चाहिँ जुन एउटा चौकीमा गएर उहाँहरू फेरि त्यो भिडियो आउँदाखेरि चाहिँ अनि उहाँहरूले चाहिँ अब तपाईँको त्यो हिरोनीलाई चाहिँ एउटा हिरोनीको गल्ती देखायो भने अब तपाईँको त्यो हिरोनी चाहिँ सबै मान्छेले विरोध गरिरहेछ उहाँ चाहिँ तपाईँको डिप्रेसनमा जानु सक्छ त्यसको जिम्मा को लिने भन्ने त्यो निर्णय गरेर चाहिँ अनि उहाँहरू पाँचजनाले चाहिँ अनि हाम्रो लामोकै गल्ती छ भनेर उहाँहरूले सिग्नेचर गरेको भनेर चाहिँ अनि उहाँ पाँचजना सिग्नेचर गर्नेहरूले चाहिँ त्यस्तो खालको यहाँ बयान दिनुभएको उहाँहरूले चाहिँ जस्तै पाँचजनाले चाहिँ जस्तै त्यो लामाले चाहिँ मैले छुएको होइन मैले चाहिँ त्यो एकजना मान्छेले अलिक हुत्याए त्यतिखेर छुन पुग्यो तर मैले त्यस्तो गरेको होइन दयाङ राई चाहिँ उहाँको फ्यान हो अरे अनि दयाङ राईसँग चाहिँ उहाँहरू फोटो खिच्न जाने क्रममा चाहिँ अनि त्यो अर्को बाटोमा त्यो हुँदाखेरि चाहिँ अनि त्यो अर्को मान्छेले हुत्याउँदाखेरि एकपटक छुन चाहिँ पुग्यो अरे भनेर चाहिँ उहाँहरूले लामाले बयान दिनुभएको थियो अरे त्यतिखेर नत्र भए माफी माग्नु पर्यो हिरोइनले भनेर भन्दाखेरि चाहिँ अनि फेरि हाम्रो त्यहाँको कबड्डी टिमले चाहिँ फेरि त्यो केटीलाई चौधरीबाट चाहिँ विरोध आएको छ अब त्यो केटी डिप्रेसनमा गयो भने त्यसको जिम्मा फेरि कसले लिने भन्दाखेरि चाहिँ अनि ल हुन्छ नि भनेर अनि उहाँहरूले पनि अनि हाम्रो लामाकै गल्ती देखाएर सिग्नेचर गरेको भनेर उहाँहरूले स्वीकार्नु भएको छ आज सिग्नेचर गर्नेमा 3 जना आउनु भएको छैन अब उहाँहरूले एउटा बौद्ध धर्मप्रति नै यो सिग्नेचर गर्नेहरूले पनि प्रहार गर्नुभएको छ अब उहाँहरूले जसरी पनि उहाँहरू जुन बौद्ध धर्मको एउटा उसमा बस्नु भएको छ उहाँहरूले एकदम नैतिकताको आधारमा उहाँहरूले राजीनामा दिनुपर्छ त्यो हाम्रो एउटा माग हो अब हामी यहाँबाट त्यो जुन पीडित बिना जुन कुनै व्यक्ति जुन एउटा हामी कुनै धर्मको तर्फबाट बोलिरहेको छैन हामीले चाहिँ तपाईँको एउटा मानवता भएर त्यो मानवताको ऊबाट चाहिँ हामीले बोलिरहेको यो आवाज चाहिँ उठाइरहेको हो त्यो कारणले गर्दा जुन व्यक्तिले गल्ती नै गरेको छैन त्यो व्यक्ति एउटा त्यो व्यक्तिले सजाय भोग्नु जस्तो अपराध अरू केही हुन सक्दैन अब त्यो जुन व्यक्तिले तपाईँको सजाय भोगिरहेको छ त्यो चाहिँ तपाईँको त्यो बिना गल्ती सजाय भोगिरहेको छ जुन एउटा त्यो हामी मान्ने हुने छैन त्यो कारणले अब हामीले एउटा बोलेको छ त्यो टोपी लगाउनु राम्रो छ नि खेम्बो सेनाङलाई फर्महरू के भन्ने तपाईँ यहाँ बौद्ध मासौमा हुन्छ कि हामी सबै स्टेजनमा आउँ भनेर भन्नु ए हुन्छ खेम्बो सेनाङलाई होइन ओके यहाँ अहिले हामी बौद्ध महासङ्घको मान्छेहरू छौँ नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छ उहाँहरूले यस्तो गलत कामहरू गर्दै म देखाउँछु तपाईँलाई
हाई त्यो भाइको अब उहाँले जसरी पनि निकाल्नुहुन्छ त्यो भाइ चाहिँ अहिले डिप्रेसनमा छ भनेर भन्नुभएको छ त्यो भाइ चाहिँ अब बिरामी भइसकेर अहिले डिप्रेसनमा छ भनेर भन्नुभएको छ घुमाएर जानु घुमाएर जानु अहिले